हेलो सुलुलुलु। आज बिहानीको सुरुवात हुन्छ हाम्रो यो ब्लगबाट। सुंदर लोग इधर पे सेल्फी लेते हुए, मुस्कुराते हुए, और एक माउंटेन ड्यू खाकर पहुंच चुका है उधर पे। उसे भी चुल लगा हुआ है, पर उसे ये पता नहीं उधर जाने के बाद वो गीला गीला हो जाएगा। सो हाम्रो यात्रा सुरुवात हुन्छ गफ गर्दै। एउटा साथीले गफ हान्दैछ, साथीसँग अरू पनि खुबिरहेछ, टिकटक बनाइदिने, अरूको बनाइदिने। अहिले पनि अरूको टिकटक बनाइरह, जिस्किरह, आफ्नो ब्रेसेस देखाइरह, मक्क पर्यो होला फेरि। ल साथीहरू, बाटो त यस्तो रहेछ, भ्यू त दामी रहेछ, बट पुरै स्टिप रहेछ, चढ्नु पर्ने। दर्शकबिनहरू, ऋषि धमलाको आवाजमा तपाईँहरू हेर्न सक्नुहुन्छ पुलमा भङ भएको कत्रो ठुलो भङ। ल एउटा साथी पोज दिँदैछ वाटरफल हेर्दै, अर्को साथी बालै दिएन उसलाई आफ्नै मतलब छ। यो बेचारा अब मलाई फोटो खिच्न ओरेह, तर म पनि बाल दिन्न यसलाई। लो झर्नाको म पनि यस्तो भ्यू लिदिउँ भनेको, दामी रहेछ। अब त्यसपछि बाटो लाग्दै हामी मणिचुट। बाटो त यस्तै हरियाली बाटो रहेछ, गफ हान्दै जानु पर्यो, 3 जना हिँडेको। अब त्यति बाटो हिँडिसकेपछि केटाहरूलाई भोक पनि लागिसक्यो। लुक एट द भ्यू गाइज, हेर त कति दामी भ्यू, वाउ, जस्ट वाउ। आज त हामी मात्र हाइकिङ आएको जस्तो लागिरहेछ, कोही भेटिन है बाटोमा। बाटो पनि त्यस्तै रहेछ। भोक लागिसकेपछि हाम्रो रैला स्टार्ट हुन्छ अब। Who likes the dog sound? But there is no dog. मौसम चेन्ज भइसकेछ, पुरै हुस्सु लागिसक्यो ह। Hello neighborhood. चटक चल्दै छ, हुस्सु लाग्यो। एउटा साथीले सुसु पनि लागिसक्यो। यहाँ केटाहरू कन्फ्युज भइसक्यो म्याप हेरेर, कहाँ जाने थाहा छैन। म्याप हेर्दैछ। मोबाइल कुन डाइरेक्सन घुमाएको माथि छैन मोबाइल, त्यो डाइरेक्सनबाट ठिक छ। यस्तो लाग्यो, दामी कन्फ्युज भयो केटाहरू। अब तेर्सो गरिरह, कहाँ हो कहाँ। कान्छा छोटुलाई बाई भन्दै हामी आफ्नो डेस्टिनीतिर। कसैले सासो नै भरेछ, केटीहरूको भर हुँदैन, त्यस्तै पानीको पनि भर हुँदैन। कस्तो दामी मौसम थियो, अहिले पानी परिरह, बाटोमै पानी चलिरह, अनि बच्ची जुत्ताको पनि हालत त्यस्तै हाल। यस्तो पानी, बच्ची जानु पर्यो, लड्यो भने त कल्याण हुन्छ। ओलीले नाउ चलाउने बाटो यही रहेछ साथी हो। चिसो लागेर छाता पनि ओढ्दिए हामीले। ल बल्ल कोही साथीहरू बाटोमा देखा पर्या। फलो गर्दै हामी पनि पछि लाग्यौँ। अब हामी चाहिँ यहाँ अन्तिमतिर पुग्न लागिसकेछौँ। त्यहाँ एउटा बाटो पिच परेको बाटो रहेछ, अर्को बाटो चाहिँ हिलो भएको बाटो रहेछ। अब डिस्कसन गरिरहेछौँ कुन बाटो रोजौँ, तर हामी चाहिँ वाइल्ड मान्छे, कहाँ त्यस्तो पिच बाटो हिँड्ने हो र। हामी त खाल्टो खुल्टो पानी हिलो भएको बाटो हिँड्ने हो होइन र साथी हो। ल बल्ल हामी सिडी पाइसक्यो। अब सिडी चढेर माथि उकालो जानुपर्छ। त्यही हो हाम्रो लास्ट डेस्टिनेसन, मणिचुट, जुन चाहिँ पवित्र ठाउँ रहेछ।
ल गाइज फाइनली आइपुग्यो हाम्रो डेस्टिनेसन। यो चाहिँ चौर रहेको छ यहाँको मणिचुरको। हेर त कस्तो दामी सजाएको छ। पानी नपरेको भए कस्तो अझै झन् रमाइलो हुन्थ्यो, बट केही छैन, पानी परे पनि रमाइलो छ। यहाँ मान्छेहरू धेरै आएको छ, साथी पानी खाइरह, पुरै चोखो मुहानको पानी। अर्को साथी चाहिँ यसो ताल हेर्दैछ, सानो कुण्ड जस्तो रहेछ त्यो हेर्दैछ अर्को साथी। म चाहिँ यसो प्लग हान्दैछु। पानी अलिअलि परिरहेकै छ, साथी नुहाइसकेको छ। अर्को साथी छाता ओढेर अब एक्सप्लोर हान्दैछ। ल गाइज एउटा दामी भ्यू हेरिदिउँ। वाउ, अर्को साथी अगाडि बढिसकेको छ। एउटा साथी म पछाडि पछाडि आइरहेको छ। पानी पनि कस्तो दामी सिमसिमे पानी परिरह। साथी त पुरै भिजिसक्यो, अब चिसो पनि हुने जस्तो लागिसक्यो हामीलाई, बट नो प्रब्लम। यस्तो दामी भ्यू हेरिसकेपछि त पानी परोस् या हावा आओस् पालै होइन हामीलाई। म पनि छाता ओढेर चिल पारामा। हाम्रो भिडियोग्राफर ओम्याक्सले भिडियो लिँदै लो झन्डै लडेर बल्ल बचेछु। बाटो चाहिँ एकदम चिप्लो रहेछ, त्यही पनि रमाइलो गर्दै यस्तो दामी पानी परिरह। ओ वाउ, भ्यू हेर साथी हो कस्तो दामी रहेछ भ्यू। अनि यस्तोमा वाक गर्न क्या रमाइलो छ। साथी त पुरै भिजिसकेको। सो फाइनली अब यो भ्यू हेर साथी, कति मिठो भ्यू। आहा, भ्यू हेरेर थकान सबै थकान जाने रहेछ। यति राम्रो भ्यू हेरेपछि त को 8 घन्टाको हाइक जाँदैन होला है साथी। 8 घन्टा के म त 12 घन्टा पनि यस्तो हाइक हान्दिउँला यस्तो भ्यू पाएपछि त। साथी यहाँ पोज दिँदैछ। म पनि के कमौ, म पनि वाक हान्दिउँ भनेको यस्तो बाटोमा, यस्तो दामी बाटोमा। यो हेर त यताको साइड भ्यू कस्तो दामी छ। पुरै कलरै कलर, रङ्गी बिरङ्गी। कपाल त पुरै भिजिसकेको छ मेरो। अलिअलि कपाल सुकाउँदै यसो खतरा स्टाइल हान्दै भ्यूको मजा लिँदै चिल पारामा बसिरहँ एकछिन। त्यसपछि अब हामी यहाँबाट यो भ्यू हेरिसकेपछि ग्राउन्डमा जाने। ग्राउन्डमा गइसकेपछि अलिअलि नास्ता हान्नुपर्छ। अघि नै भोक लागिसकेको थियो केटाहरूलाई। नास्ता, एनर्जी ड्रिङ्क अब के छ झोलामा हेर्दै खाने। अनि त्यसपछि फेरि बाटो रमाइलो गर्दै जानुपर्छ। यस्तो रहेछ यहाँको भ्यू। अब हामी फर्किने लागिसक्यो बाटो। यसपालि अर्को बाटो फर्किउँ भनेको सोच्या हो केटाहरूले। मेबी शङ्खु हुँदै हामी फर्किने होला सायद। बाटो पनि कस्तो दामी बनाएको छ। यो साथी चाहिँ अगाडि जाँदैछ। उसलाई धेरै हतार भइसकेको छ, तर मलाई हतार छैन, म त चिल्याक्समा हो। यसो शाहरुख खानको पनि पोज दिँदै वाइल्ड एक्सप्लोर गर्दै यो साथी पनि मजाले हाइक हान्दैछ सब सामान बोकेर। अब हेर साथी कस्तो दामी रहेछ त बाटो, पुरै शान्ति।
यो चाहिँ एक्जिट हुने बेला हाम्रो ग्राउन्डको स्लोमोमा हेरौँ। ठाउँ त फेरि चोखो रहेछ, चोखो। हेरेरै नै बसौँ जस्तो लाग्छ। ल साथी हो, त्यहाँबाट अब हामी अन्तिम हुँदै आफ्नो बाटोतिर लागिरहँ। यो चाहिँ सिनेमेटोग्राफी त्यहाँको हेरौँ साथी, कस्तो चोखा छ। वाउ, यसलाई डिफ्रेन्ट एङ्गलमा क्यामेराले लिएको छु। नाउ हामी सङ्खु जाने बाटोमा झरिसक्यौँ। यहाँ केटाहरू फुटबल खेल्दै थिए। यहाँ एउटा मोनेस्ट्री पनि, लामाहरूको मोनेस्ट्री बनाएको रहेछ। त्यहाँको बुढाहरू पनि आएको रहेछ। यो दुवै साथीले त्यहाँ बाटो पनि सोधिरहेको थियो, कुन बाटो जाँदो रहेछ भनेर। यहाँ भाइहरू फुटबल हान्दैछ। हिलो गिलोको पनि बाल छैन, फुटबल इज फुटबल। बाटोमा पनि धेरै CR7 फ्यानहरू भेटेको थियो। वर्ल्ड कपको क्रेज जतातता पनि रहेछ, हाइकिङमा पनि देख्न पाइयो। बढी त CR7 को फ्यान रहेछ। कोही मेसीको पनि जर्सी लगाएको थियो। बट हामी त आफ्नो लोकल जर्सीमा हिँड्दै अरूको बालै छैन। अब हामी खाजा खान लागिसक्यो मित्रहरू। खाजा खाएर एकछिन गफ हान्ने, अनि त्यसपछि ओह्रालो झर्नु पर्छ होला। यस्तो मिठो ठाउँमा खाजा खाँदा पनि रमाइलो हुन्छ। हेर त भ्यू त कस्तो चोखा रहेछ। घर बनाउन पाए यस्तो ठाउँमा त ओहो ओहो हुन्थ्यो। ओभरअल यो हाइक रमाइलो नै भयो। अब खाजा खाने, गफ हान्ने, अनि हाइकमा के रमाइलो भयो त्यो कुरा डिस्कस गर्नेछौँ। अनि फ्युचर फर्दर हाइकिङको प्लानबारे पनि डिस्कस गर्ने नै छौँ हामी। अनि यसमा आफ्नो मित्रहरूको धारणा पनि लिनेछौँ। आज किच्चीले बाटोमा धोका दिएर होला। किच्चीले धोका दियो। प्रकाशले किच्चीबाट धोका खाएको तेस्रो टाइम हो यो। अब चौथो टाइममा चाहिँ सुसाइड हुन्छ, सुसाइड गर्दैन भनेर भन्न सक्दैन। ए किच्ची लहर ए जोत हुँदैछ। हेर त भ्यू, हेर त यस्तो रहेछ खाजा खाने ठाउँ। अब चाहिँ यस्तो ओह्रालो हान्दै हामी ओर्लिन लगाएको मित्रहरू। त्यहाँ अरू मान्छेहरू पनि आउँदै रहेछन् माथि। बट वी हेभ टु गो डाउन। भ्यू हेरौँ मित्र, यस्तो रहेछ भ्यू। रिल्याक्सिङ रहेछ। एलोन पनि हाइक गर्दा मजै आउने रहेछ यस्तो डेस्टिनेसनमा। कपाल त यस्तो झुर्बैसकेको छ, पुरै रफ एन्ड टफ। बट केही छैन, सेटिस्फाइड विथ द भ्यू। कपाल बिग्रे पनि। रोड हेरौँ गाइस, न्युली पिच भएको। हामीलाई पनि यस्तै बाटो चाहियो, चिल्लो बाटो हाइकिङ जाँदा। यस्तो बाटो पाए त ओहो ओहो, अलि टेन्सन हुँदैन पानी पऱ्यो पनि। लु तल हामी मन्दिरतिर आइसकेछौँ। हावा त क्या खतरा चल्या छ यहाँ। यही बसेर सुत्दिउँ जस्तो लागिरह। माथि कपालहरू पनि धेरै थियो, बसिरह। बट वी आर सिङ्गल, बट अल्सो ह्याप्पी विथ द हाइक। नेचरको मजा लिँदै। एउटा साथी त्यहाँ बसिसकेको छ सिटी मुनि। अर्को साथी सोच्दैछ अब यहाँ सिनेमेटोग्राफी बनाउनु पर्यो। म पनि रेडी भइसकेँ, यसो वाक हान्दिएँ।
दामी आएको छ भ्यू त होइन। रुख पनि क्या मजाले अड्याछ त्यहाँ। यस्तो फुल पनि सजेको छ, फुलले सजाछ। अनि यता एउटा होटल पनि रहेछ, त्यहाँ बाउन्ड्रीमा फुल फुल्या रहेछ। बाटो पनि यस्तो स्टिप पिलेको छ। यहाँ त बाटो प्लस घर ओप्पी। रनिङ हान्द्या म पछाडि परिसकेको थियो। अब यस्तो बाटो पाएपछि त रनिङ हान्नै पर्यो। बब्बाल तरिकामा रनिङ हानिदिएको। साथीहरूलाई पछाडि नै छोडेर म अगाडि रनिङ हान्दैछु। ऊ साथीहरू पछाडि बिस्तारै कछुवाको तालमा आउँदैछ।